रविन्द्र मिश्र र दुर्गा परसाई थप 7 दिन हिरासतमा। नमस्कार दर्शकबिन, म बिङ अलर्ट नेपालको समाचारदाता अंकित शर्मा सुवेदी। जिल्ला अदालत काठमाडौँले रापरपाका नेता रविन्द्र मिश्र र राजावादी आन्दोलनका जन कमान्डर तोकिएको दुर्गा परसाईलाई वैशाख 14 गते थप 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ। चैत 15 मा भएको हिंसात्मक प्रदर्शनमा संलग्न उनीहरू सहित 24 जनालाई थप अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए। जन कमान्डर परसाई विरुद्ध कर्तव्य ज्यान सहित ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, संगठित अपराध र राजद्रोहको मुद्दा चलाउँदा मिश्रलाई राजद्रोह र संगठित अपराधको मुद्दा चलाइएको छ। यस्तै अलर्टिङ प्रहारका लागि हेर्दै गर्नुहोला, सुन्दै गर्नुहोला बिङ अलर्ट नेपाल। हस्त, धन्यवाद।